नमस्ते, म घनश्याम गुरुङ। म WWF नेपाल कार्यक्रमको राष्ट्र प्रतिनिधि। WWF नेपालले नेपालको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण धेरै ठाउँमा जैविक विविधताको संरक्षणमा काम गर्छ र दिगो विकासको अवधारणा गरी बढाउँछ, जसमा स्थानीय बासिन्दालाई केन्द्रबिन्दुमा राख्छ। नेपाल सरकारको नेतृत्वमा विभिन्न साझेदारीसँग काम गर्दै आएका छौँ विगत 30 वर्षभन्दा बढी। यही क्रममा आउने 2083 वैशाख 4 देखि 6 सम्मको 3 दिने जो हिमालयन बायोडाइभर्सिटी रेड पान्डा थार बायोरेथा को सम्मेलन हुँदैछ, जुन डिक्तेल रूपाकोट मजुवागढीमा हुन गइरहेको छ। यसमा विद्यार्थी जो विभिन्न अनुसन्धानमा लागेकोदेखि लिएर प्राध्यापकदेखि लिएर विभिन्न व्यवसायमा लागेको सबैजनाको जम्का भेट हुँदैछ। यसमा संरक्षण, सहभागितामूलक संरक्षण र यसबाट के उपलब्धि गर्न सकिन्छ र दिगो विकासको अवधारणालाई कसरी बढाउन सकिन्छ भन्ने एउटा बृहत छलफल र प्रदर्शनी हुन गइरहेको छ। यसमा म पनि जाँदैछु, यहाँहरूलाई पनि त्यहाँ चाहिँ सबै सहभागी हुनाले म विशेष अनुरोध गर्न चाहन्छु।